दिदी सधैँ ढाँटे जस्तै भयो। पोहोर साल पनि हजुरलाई लिन आउन पाइन, अहिले पनि त्यस्तै हुने भयो। घरमा बुढी, त्यो पनि बिरामी आमा, छोडेर आउन पनि मिलेन। तर दिदी आमा हजुरकै बाटो कुरेर बसिरहनु भएको छ। जसरी भए पनि आउनुहोस् है, नत्र यी बुढी आमा कति रोलिन्, कति आत्तिलिन्। भाइ लिन आएन भनेर पनि चित्त नदुखाउनुहोस् है दिदी, परिस्थितिले यस्तै पार्यो। मिलेसम्म भान्जा भान्जीलाई पनि सँगै लिएर आउनुहोला। हरितालिका 23 को हजुरलाई सतत शुभकामना। त्यसको मौका पारी सबले लाउँछन् रातो सारी, त्यसको मौका पारी मनी के कम हेरिरहन्छु आँखा मारी मारी। खाली हो के खाली हुन्थ्यो जोबन खाली हो, तिमीले बेला पाए दाइले ती भाउजूलाई। अब त चाहिने जो मेरै पाली हो, अब त चाहिने जो मेरै पाली हो, अब त चाहिने जो मेरै पाली।